हेलो साथीहरू, स्वागत छ तपाईँलाई रोहित ट्रेडिङ हब युट्युब च्यानलमा। आज भने खानी खोला हाइड्रोपावर लिमिटेडको चाहिँ हामीले सर्ट टर्मको लागि कस्तो छ र यो सेकेन्डरी मार्केटमा यसले हामीले कुन लेभलसम्म प्रफिट बुकिङ गर्न सकिन्छ र कतिको लेभलसम्म बाई गरेर चाहिँ खानी खोला हाइड्रोपावर लिमिटेडको लागि चाहिँ ट्रेड गर्ने भन्ने विविध विषयमा तपाईँलाई जानकारी दिनेछु। सर्वप्रथम खानी खोला हाइड्रोपावर लिमिटेड चाहिँ लगभग 324मा चाहिँ आज मार्केटमा कारोबार भएको थियो भने 6.52% चाहिँ आज यो ग्रिन सिग्नल लिएर चाहिँ कारोबार भएको छ। अब यसको चाहिँ लो भनेको 315 रहेको छ भने यसले चाहिँ 324 रहेको छ। अब यसलाई सपोर्ट रेजिस्टेन्स र इन्डिकेटरहरू लगाएर चाहिँ कस्तो देखिएको छ, हामीले कुन लेभलसम्म यसलाई बाई सिग्नल देखिएको छ भन्ने विविध विषयमा तपाईँलाई म जानकारी दिन्छु। सर्वप्रथम खानी खोला हाइड्रोपावर लिमिटेड चाहिँ हामीले यहाँनिर एउटा क्यान्डल, यसले चाहिँ हामीले एउटा बाई गर्ने एउटा लेभल भनेको चाहिँ 254 देखि 261 को एभरेजमा चाहिँ हामीले यसलाई बाई गर्न सकिन्थ्यो र योभन्दा अगाडिको क्यान्डलमा चाहिँ हामीले 254 र 261 को एभरेजमा हामीले बाई गर्न सकेको भए आज 324मा पुगेको छ। अब यसले फेरि डाउन टेनतिर झरेर यो केही तल्लो लेभलतिर आयो भने हामीले 354 देखि 360 को एभरेजमा चाहिँ हामीले यसलाई बाई गर्न सकिन्छ। अब यसको कुरा गरौँ, मार्केटमा 3 दिन चाहिँ 0.1%ले बढेको छ भने मार्केटमा 2.56%ले 7 दिन बढेको छ भने एक महिनामा चाहिँ लगभग 25.58%ले बढेको छ र 90 दिनमा 64.44%ले बढेको छ। यसको चाहिँ अब इपिएस भनेको चाहिँ -2.8 छ। भर मार्केटमा अब बिस्तारै यो सानो खालको लो क्यापको हाइड्रोपावर क्षेत्र। अब यसको बुक भ्यालु भनेको चाहिँ 78.57 रहेको छ, पिआरबी भने 3.56 र यसमा चाहिँ पब्लिक र प्रमोटर सेयर दुइटै रहेको छ। अब यसको चाहिँ अहिलेसम्म मार्केटमा कारोबार भएदेखि चाहिँ सबसे धेरै भनेको 360 सम्म भएको थियो भने 254.46 देखि अब यसको लग भनेको चाहिँ 2020 एक महिना 11 गते भएको थियो। अब यसले चाहिँ केही समय अगाडि राइट सेयर पनि निकालेको थियो, 100 रुपियाँ कति साथीहरूले राइट सेयर 2025मै यस कम्पनीले राइट सेयर निकालिसकेर कारोबारमा आइसकेको छ। अब यो खानी खोला हाइड्रोपावर लिमिटेडको चाहिँ चार्ट एनालाइज एमएसिटी, आरएसआई, सुपर ट्रेड र मुभिङ एभरेज लगाएर हेर्दा चाहिँ कुन लेभलमा चाहिँ हामीले प्रफिट बुकिङ गर्न सकिन्छ र यसको सपोर्ट रेजिस्टेन्सको बारेमा हामी कुरा गर्नेछौँ। खानी खोला हाइड्रोपावर लिमिटेडको चाहिँ आज मार्केटमा चाहिँ 324ले चाहिँ बढेर चाहिँ 6.50 रुपियाँले बढेर चाहिँ 2.05%ले बढेको छ। 6 रुपियाँ 50 पैसाले बढेर चाहिँ आज भएको। अब यसको चाहिँ बाई सिग्नल कुन लेभलमा देखेको छ, सर्वप्रथम यसको सपोर्ट र रेजिस्टेन्सको कुरा गरौँ। एउटा यसको रेजिस्टेन्स भनेको चाहिँ 360 रहेको छ। यो लेभलसम्म पुग्यो भने चाहिँ हामीले सेल गर्न सकिन्छ। यो लेभलमा 300 यो लेभलमा पुग्यो भने हामीले यसबाट चाहिँ प्रफिट बुकिङ गर्न सकिन्छ। अब हाम्रो यसलाई चाहिँ रेजिस्टेन्स भनिन्छ। अब यसको सपोर्ट भनेको चाहिँ लगभग 240 मा रहेको छ यसको सपोर्ट। अब यसको सपोर्ट भनेको 240 यहाँ यो लेभलमा। अब यो लेभलमा यो झरेर सेकेन्डरी मार्केटमा बाई गर्ने साथीहरूले त्यसबाट राम्रो प्रफिट बुकिङ गरिहाल्नुहुन्छ यो लेभलमा बाई गर्ने साथीहरूले त प्रफिट बुकिङ गरिहाल्नुहुन्छ। अब मैले यहाँनिर भने सपोर्ट भनेको 240, अर्को सपोर्ट भनेको यो लेभलमा। यो लेभल भनेको यो लेभल। अब यो लेभलसम्म हामीले 282 को एभरेजमा बाई गर्न सक्यो भने यो 282 को एभरेजमा बाई गर्न सक्यो भने यसले बुलिस एउटा क्यान्डल बनेको छ। अब यो लेभलमा हामीले बाई गरेर 280 को एभरेजमा हामीले बाई गरेर अर्को हामीले प्रफिट बुकिङ भनेको यो अर्को प्रफिट बुकिङ गर्ने भनेको हामीले अर्को 320 280 को एभरेजमा हामीले बाई गरेर चाहिँ अर्को प्रफिट बुकिङ गर्ने लेभल भनेको मार्केटमा यो लेभलमा। अब यो लेभलमा अब यो अलिकति डाउन टेन। अब एमएसिटी सुपर ट्रेड लगाएर हेर्दा चाहिँ कस्तो देखियो त यसलाई। सर्वप्रथम लगाऊ एमएसिटी। एमएसिटीले कुन लेभलमा बाई सिग्नल देखाएको छ भन्दाखेरि
एमएसडीले पनि केही समय अगाडि लगभग हामीले देखाएको भनेको एमएसडीले 260 को एभरेजमा चाहिँ बाई सिग्नल देखायो। अब हामीले 260 सुनमा यो थोरै डाउन ट्रेन्डमा भएर तपाईँहरूले 300 सुनमा बाई गरेर चाहिँ हामीले 360 सम्म प्रफिट बुकिङ गरियो भने हामीले एक किता बराबर 60 रुपियाँसम्म हामीले प्रफिट बुकिङ गर्न सक्नुहुन्छ। र तपाईँहरूले एक किता बराबर 60 रुपियाँ कमाएर चाहिँ 100-200 किता चाहिँ तपाईँहरूले बाई गर्नुभयो भने सेकेन्डरी मार्केटमा राम्रो प्रफिट लिन सकिन्छ। अर्को हामीले आरएसआईले त अब अलिकति बुलिजर ब्यान्ड बुलिजर ब्यान्ड अप्पर ब्यान्डमै रहेको छ। अब हामीले यो अलिकति ब्रेकडाउन भएर 300 सम्म झर्यो भने यो लेभलसम्म यो मार्केटमा यो लेभलसम्म झर्यो भने